खोकी लाग्नु स्वास्थ्यका लागि राम्रो पनि हो। यो भिडियो तपाईका लागि आज। नमस्कार, म डाक्टर शेखर। के खोकी लाग्नु स्वास्थ्यका लागि राम्रो हो त भन्ने धेरैको जानकारी सायद यहाँबाट नहुन सक्छ। हाम्रो शरीरमा खाना खाने बेला जब यहाँ घाँटीमा दुईवटा नली हुन्छ, एउटा खानाको नली र एउटा श्वासको नली। खाना खाने बेला श्वासको नलीतर्फ गयो भने हामीलाई चाहिँ अब सामान्य भाषामा फड्को लाग्ने भन्छ अथवा खोकी लाग्ने है, गाह्रो हुने पनि हुन्छ। किन हुन्छ भन्नुहुन्छ भनेपछि जब त्यो श्वास नलीबाट फोक्सोमा जाने बेला उसलाई चाहिँ त्यहाँ इरोजन गराउँछ अथवा त्यसले चाहिँ हजुरको घाँटीमा हजुरको घाउ बनाउँछ अथवा त्यसले गाह्रो बनाउँछ अनि खोक्न मन लाग्छ। खोक्न मन लाग्यो भने त्यो जान लागेको पार्टिकल उसले बाहिर निकालिदिन्छ र शरीरको रक्षा गर्छ। तसर्थ त्यो कन्डिसनमा खोकी लाग्नु स्वास्थ्यका लागि राम्रो पनि हो। त्यसै गरी खोकी अब अरू हिसाबले छातीको इन्फेक्सनहरू भएर, एलर्जी भएर, चिसो लागेर, त्यसै गरेर हजुरको चुरोट अत्याधिक खाने मान्छेहरूले धुवा धुलोले गर्दाखेरि हुने अथवा औषधिको लामो सेवन गर्दाखेरि उत्पन्न हुने खोकी चाहिँ स्वास्थ्यको लागि नराम्रो हो। तसर्थ त्यसबाट बच्नका लागि हामीले विभिन्न उपायहरू अपनाउन सक्दछौँ, जस अन्तर्गत अदुवा, तुलसी, मह, मरिच, पिप्ला लगायतका विभिन्न हाम्रो भान्सामै हुने खालका जस्तो बेसार लगायत विभिन्न हाम्रो भान्सामै उपलब्ध हुने जडीबुटीबाट पनि हामीले त्यो खोकीलाई निको पार्न सक्दछौँ। यदि त्यसभन्दा पनि त्यो घरेलु उपचारले निको भएन भने हामीले सितो पलादी चूर्ण महसँग चाट्यौँ भने अवश्य नै त्यो खोकी 3 दिनमै निको भएर जान्छ। तसर्थ खोकीबाट बच्नका लागि सफा खानेकुरामा ध्यान दिने, चिसोबाट बच्ने लगायतका विभिन्न उपायहरू अपनायौँ भने पक्कै पनि यो खोकी लाग्ने छैन। नराम्रो खोकी लाग्ने छैन। राम्रो खोकीको लागि पनि खाना खाने बेला नबोल्ने है लगायतका विविध कुराहरू अपनायौँ भने पक्कै पनि हामी स्वस्थ रहनेछौँ। जय आयुर्वेद।